तयारी नै छ अनि र लागेको ठाउँमा चाहिँ जत्तिकै गाह्रो भए पनि हिँड्न चाहिँ सकिँदो रहेछ यति चाहिँ फेरि वाउ मेरो अनुहार कालो आए पनि पछाडि हेर्नु न कहीँ चाहिँ हिँडेर होइन अनि बिचरा हेर्नु कस्तो राम्रो बच्चा छ होइन बिचरा हेर्नु सबै एकदम हेल्प गरिरहेको छ कस्तो राम्रो सिधै सिध छ कपालमा हेलो फ्रेन्ड्स
फाइनल्ली 2 आवरको मार्जिनमा हामी आफ्नो डेस्टिनेसनमा पुग्न आँट्यौँ होइन। अहिले चाहिँ हेर्नु एकदम क्लियर आइसकेको छ होइन, मतलब क्लियर छ। अघि त फेस कस्तो मतलब ब्लर ब्लर देखिरहेको थियो, त्यही माथि डार्क होइन। नाउ लिटल वेट बिङ नाइस है। अनि अझै हामी हिँड्दैछौँ। यो दिवाकर चाहिँ हाम्रो गाइडर हो क्या, गाइड गरिरहेको छ यसले चाहिँ हामीलाई। अब हेरौँ है, पछाडि पनि जसको युट्युब च्यानल हो उहाँ हुनुहुन्छ, मेरो साथीहरू पनि हुनुहुन्छ कोही अब हेर्नु गाइस, म पनि अब फेरि युट्युब च्यानल खोल्छु, फेरि सब मेरो सब्सक्राइबरहरूले फेरि ब्याक मलाई सब्सक्राइब गर्नु होला होइन। मेरो युट्युब च्यानल चाहिँ केही प्रब्लमको कारणले अहिले बन्द भइरहेको छ होइन, भनिदिइरहेको होइन। हेर्नु बाटो चाहिँ एकदम यहाँ विगत ठाउँ छ। मलाई यहाँ देखेर यहाँको यो परिस्थिति देखेर एकदमै माया लाग्यो बिचरा। हेर्नु यहाँको के यहाँको मान्छेहरू अनि यहाँको बच्चाको भविष्य एकदमै क्या बिचरा। अब सानो हुन्छ त उनीहरूलाई स्कुल पठाउने पनि कुरा भएन होइन। अन्त तिर चाहिँ 1.5 वर्ष हुन पाएन स्कुल धपाइदिन्छन्। अब यहाँको बच्चालाई त 1.5 वर्षमा कहाँ स्कुल धपाउनु भन्न। 5 वर्षको पनि सक्दैन हौ यहाँबाट स्कुल जानलाई। हेर्नु उनीहरूको भोलिपछि हाम्रो देशका कर्णधारहरूको भविष्य यस्तो छ होइन। अनि नहेर्नु एउटा पसल छ होइन, बिचरा उनीहरूलाई पनि चाउचाउ बिस्कुट खान मन लाग्ला अरे होइन। उनीहरूलाई केही फेसिलिटी नै छैन क्या, एकदमै यहाँ चाहिँ एकदमै मनमा हुन्छ नि, एकदमै छुयो कि होइन। यहाँको वातावरण देखेर चाहिँ मेरो मुखमा फर्स्टमा यहाँको बच्चाहरू चाहिँ कहाँ पढ्न जान्छन् भन्ने भएको थियो कि हो भने होइन नराम्रो छ। अघि भर्खरै मैले त्यही भने हो कि यहाँको बच्चाहरू पढ्न चाहिँ कहाँ जान्छन् भन्ने भएको थियो कि बच्चाहरूको होइन। बिचरा हेर्नु भिड छ होइन, हामीलाई त हिँड्नलाई यति धैदै भएको छ। हेर्नु यस्तो भिड छ, बिचरा सोच्नु त त्यो बच्चाहरूलाई झन् के भयो होला होइन। यहाँ चाहिँ हाम्रो सरकारले एउटा स्कुल चाहिँ खोलिदिनु पर्ने हो क्या। यति कुनै राजनीतिक पार्टीले हेर्नुभयो भने कृपया यहाँ डोटेमा एउटा स्कुल खोलिदिनु होला भन्ने हृदयबाट अनुरोध गर्दछु होइन। फेरि अब भेटौँला यो 2 मिनटको भइगयो। गाइस इज माई फ्रेन्ड ओके, बच्चाबाटको साथी हो। अहिले चाहिँ हेर्नु एकदमै हिउँ लाग्यो अनि मैले चाहिँ मेरो बहिनीको ल्याएको थिएँ क्या, अनि बहिनीको उस लगाइरहेको होइन। हेर्नु त पुरै टाउकोमा पुरै हिउँ जस्तै झरिरहेको छ शीत ओके। अनि हामीलाई चाहिँ यो मन परेन, धेरै गाह्रो भयो धेरै भनिन्छ नि गाइस भर्सेस रियालिटी। आज चाहिँ हाम्रो यहाँ एकदम हिस्सोको कारणले हाम्रो एक्सपेक्टेसन भर्सेस रियालिटी जस्तै एकदम बेकार। त्यही भएर अब हामी माथि अब हामी जान आँटिरहेको छौँ त्यहाँ बरठाननिरी। अनि हाम्रो चाहिँ यहाँ बस्नको लागि हामीलाई प्लेस पनि भएन क्या, त्यस कारण होइन। हेर्नु सबैको छ। अब अघि हामी के कुरामा थियौँ भने यहाँको बच्चाको भविष्य, तर हो नि यहाँ एकदमै भनिन्छ नि हजुर। ए मेरो बेस्ट फ्रेन्ड होइन हौ, पक्नु म हजुर एउटा कुकुर देखाउँछु होइन। त्यो कुकुर हाम्रो पछि लाग्यो 2 घन्टाभन्दा धेरै भइसक्यो भने हो। यसको नाम चाहिँ बसन्ती हो। बिन्दु दिदी के भ्लगको हालिदिनुहुन्छ। हिँड्नै नसक्ने बिचरा, मलाई उसकै नि धेरै माया लाग्यो। हिँड्नै नसक्ने यो हिँड्नै नसक्ने चाहिँ नहरू खत्तम हो क्या। अनि यता नि हाम्रो टोलीहरू हुनुहुन्छ होइन गाइस। तर हेर्नुहोस् यो ठाउँ चाहिँ एकदम विगत ठाउँ हो क्या होइन। ल मेरो दोस्तलाई हेर्नु बिचरा मैले लिएर आएको होस्। हेर्नु मेरो फेसमा के नि आएको छ है, देखाउने त हो नि। मैले ऊ चाहिँ अर्पिता हो होइन।
And oh my god, so much memorable. हेर्नु त कस्तो राम्रो छ नि भ्यू. Oh my god, unbelievable क्या. हेर्नु, just look at the view. यहाँ चाहिँ हामीले एकदमै हुन्छ नि, यहाँ आएर चाहिँ हामीले एकदमै पोजिटिभ एनर्जी प्राप्त गर्दछौँ. हेर्नु, मेरो झगडा परे गरिरहेछ आएबाट. हेर्नु कस्तो राम्रो छ नि भ्यू. ओ माई गड, के भनौँ क्या हजुरलाई. ओ हेलो हेलो गाइस, दिवाकर चिया खाइसकिस्? आमा यहाँ पनि छ मेरो पनि. खोइ आर्यन, मैले देख्दै देखिन. यहाँ पनि छ मोटो चिया. खै पुग्यो तल चिया? चिया छ. शीतै शीत छ कपालमा. मलाई नै राख्यो छ. बिहान बिहान यस्तो चिसोमा ज्यान चाहिँ तातो छ. माथि त आमा यो पानी पऱ्यो कि शीत पऱ्यो यो कपाल त बुढी भएछु त म त. ओ कस्तो दामी आएको छ भ्यू छैन. म यत्रो छु. खोइ आर्यन आर्यन हो. ओ दुईटा चिया खा त. ओ आर्यन नै रहेछ त. आर्यन कति ठुलो भएको त छस् त. कपालभरि शीतै शीत छ. टाउकोमा चिसो, ज्यानमा तातो भइरहेछ क्या अहिले. वाउ, अहिले चाहिँ यस्तो हुस्सु. अघिको कस्तो राम्रो थियो, अहिले चाहिँ पुरै हुस्सु लागेछ है. अब चाहिँ हामी यहाँ हेर्नु मेरो पछाडिको ओ माई गड सनराइज भएको आगो तापिरहेको छौँ होइन. अनि बिचरा हेर्नु कस्तो राम्रो बच्चा छ होइन. बिचरा हेर्नु सबै एकदम हेल्प गरिरहेको छ. कस्तो राम्रो हेर्नु कस्तो राम्रो. ल हामी चाहिँ आइपुग्यो. जाडो भयो. ओहो अब चाहिँ खुल्न थाल्यो यार पुरै. यता यता आमा यहाँ हेर ल, यहाँ हेर ल. दिस इज आवर डेस्टिनेसन प्लेस. हामी चाहिँ यहाँ छौँ. हामी आइपुग्यौँ. जे होस् दुःख कष्ट सहेर पनि यहाँसम्म आइपुग्यौँ. एकदमै धेरै हिँड्नु पर्यो. खुट्टा अहिलेसम्म चाहिँ दुखेको छैन, तर घरमा पुगिसकेपछि चाहिँ कति दुख्छ त्यहीँनिर गइसकेपछि थाहा हुन्छ. अहिले चाहिँ यो भ्युजको लोभले गरेर पनि दुखेको छैन. ल हेर्नुहोस्. ओ माई गड, टिचरको हातको मिठो मिठो चिया चाहिँ मन पर्यो. टिचर मन परेन? टिचरको हात मन पर्यो. कपाल पुरै शीतले भिजेर पुरै यस्तो भयो. पुरै भिजे है. टिचरको च्यानल सब्स्क्राइब गरिदिनु होला. टिचरको पहिलाको स्कुलको प्यारी है. हामी चाहिँ भर्खर चिनेको है. चिने पनि हाम्रो पहिलाको 6th क्लासको क्लास टिचर. ल को छन् है. म यता यता है.
भेटिहाल्यो अब छुट्नै पर्यो
लास्ट हाम्रै घर भएको भएर चाहिँ सबैजनालाई छोड्दै छोड्दै कतै कसैको घरमा बस्दै बस्दै हो। मेरो साथी पनि यहाँ आएछ। के छ हालखबर? डोटे घर आएको हो? हो रमाइलो भयो, धेरै रमाइलो भयो। खुट्टा चाहिँ अलिअलि दुखिरहेको छ। तिमी कहाँ घर आएको? कहाँ जानु थाल्यो? ल हेलो गाइज हिँडेको Vlog in here, okay? Okay, thank you for watching my video. If you haven't subscribed my channel, like, comment and share pani. Okay, bye bye.